यार मैले अनएक्सपेक्टेडली तिम्रो चाहिँ नि मेरो रेन्जमा कसैले पनि भेटेन होला कि त्यस्तो हेर म स्याप्रो बेसीमा गएर गाडी राखेँ कि स्याप्रो बेसीबाट एकैचोटि घोडा दबाईलाई पुगेँ घोडा दबाईबाट म क्यान्जिन गुम्बा पुग्दाखेरि भोलिपल्टको 11 बजे थियो खाना खाएर म त्यो दिन काहीँ पनि जाँदै गएन कि किनभने हिमालयन भ्यूहरू हेर्नको लागि मैले त्यहाँ स्कुलहरू बनाइदिनु भएको छ उहाँले भनेको अनुसार चाहिँ पहिला यहाँबाट पढ्यो अहिले साउथबाट जाउँछ प्रायः भनेर भन्ने कुरा गर्नुहुन्छ उहाँले यो पदमार्ग पनि उहाँले बनाउनु भएको पदमार्ग आसनमा तर 3 वर्ष भयो 3 वर्ष मात्र भयो त्यो 3 वर्ष चाहिँ उहाँले बनाउनु भयो क्या 3 वर्ष चाहिँ हाम्रो त्यो जुन तेज दाइ छ नि तेज बहादुर उहाँको मिसेस यहीँ हुनुहुन्थ्यो त्यसकै उहाँको मिसेसको तुचा लाएर आएको छ कि मेरो बताले होइन उहाँले भनेको अहिले 3 वर्ष पछाडि चाहिँ बल्ल यो स्टार्ट भयो है मेरो यसमा अथक प्रयास छ म एक वर्ष उहाँले एउटा ब्रोसर पनि दिनुभएको छ मलाई यो रुटहरूको ब्रोसर पनि दिनुभएको छ ठिक छ राम्रो छ राम्रो होस् अब बन्दै जाओस् तल राम्रो होस् नि हाम्रो नेपाल त फाइनली पञ्चकुण्ड तालमा आइसकेको छौँ पञ्चकुण्ड ताल एकदम अस्ति माइनस डिग्री माइनस समथिङ कति खोइ कति छ होला 3-4 होला धेरै होला है अहिले चाहिँ हाम्रो भ्यूहरू चाहिँ खुलेको छैन हामी बिहान उठेर चाहिँ जान्छौँ बेस क्याम्पको लागि त्यहाँसम्म चाहिँ भ्यूहरू चाहिँ एकदम बबाल आउँछ